लगाइज आज चाहिँ म तपाईँहरूलाई यस्तो खतरा ठाउँमा लगिरहेको छु होइन, देखाउँछु। यहाँ पनि छन् साथमा। त्यसपछि गएर मान्छेको भिड पनि त्यस्तै टाइपको रहेको छ। धेरै दिनदेखि नै म यहाँले के अरे लस्सी खान लैजाऊ भनेर भनेको हुनाले म सँगै लगिरहेको छु होइन। गाइज मौसम पनि हेर्नुहोस् क्या दामी छ। हाम्रो यो कुन ठाउँ होला भनेर एकचोटि ख्याल गर्नुहोस् त। ल हेर्नुहोस् गाइज, यहाँ त अलिकति यो आफ्नो बुढीहरूलाई घुमाउनु पनि गाह्रो छ कि। हेर्नुहोस् जम्मै केटीहरूले लगाउने मात्रै सामानहरू रहेको छ। हामी यहाँबाट सिधा जान्छौँ अनि अलि छिटो हिँड न गाइज। म अहिले चाहिँ फेस देखाउँदैन है अनि म यहाँको फेस लास्टमा देखाउँछु है। ल घाम पनि राम्रो लागिरहेको छ। यहाँबाट सिधा गएपछि ल हेर्नुहोस् यहाँनिर के लेखेको छ, जनकपुर दही एन्ड भण्डार लेखेको छ है। ठ्याक्कै यहाँबाट आज बिदा भएर मान्छे धेरै पनि छैनन् है। ल हामी ठ्याक्कै प्रवेश गऱ्यौँ। अलि छिटो आउनु होइन, अलि सकिन्छ कि। ल गाइज हेर्नुहोस् पुरा रेडी हालतमा छ होइन। दाइ गिलासको कति रुपियाँ हो? 60। ल हामीलाई 2टा बनाइदिनु न है। ल गाइज हामीले चाहिँ सुरु गऱ्यौँ है। म यहाँ चाहिँ उता लुकेछन् है, फेस देखाइदिन्छन् भनेर उता लुकेर बसिरहेको छु। अहिले देखाउँछु एकछिनमा। ल गाइज मैले चाहिँ टेस्ट गरेँ होइन, एकदम कुल के। मान्छेलाई गर्मी भयो भने 1 गिलास मात्र खानुपर्छ नि, पुरै शान्त वातावरणै हो। म यहाँ उतापट्टि लुकिरहेको छु है, यो वालभन्दा उता। यता आउन, यता केही हुँदैन कि। अरे शिव गाइज लस्सीको मजा लिँदैछु म चाहिँ है। क्या दामी के है, बिस्कुट पनि के हो गाइज। हेर्नुहोस् लोकेसन, यहाँबाट सिधा हामी टुक मस्तीका साथ अब चाहिँ गाइज 1 गिलास खाएपछि टन्न क्या है। म यहाँ चाहिँ पछाडि लुकिरहेन है। ल हेर्नुहोस् अब ठ्याक्कै यसको लोकेसन चाहिँ। ल राम्रोसँग हेर्नु है, आउने बाटो चाहिँ